राम्रो कुरा मनपर्छ भन्ने हुँदैन। कतिपय मान्छेहरूलाई राम्रो पनि मन पर्दैन। यो दुनियाँको सत्य हो, मेरो भनाइ मात्र होइन, दुनियाँको सत्य हो। कसैलाई यो बारेमा फरक धारणा राख्न मन लाग्छ होला, तर खानीखोलाको नागरिकको हकमा भन्नुहुन्छ भने यो एउटा क्रान्ति हो। यो बाटो आफैमा एउटा यहाँको आर्थिक जीवनमा, यहाँको सामाजिक जीवनमा अथवा यहाँको समग्र मानिसको हकमा, जनताको हकमा चाहिँ यो बाटो एउटा क्रान्ति नै हो। यसले क्रान्ति भन्न मिल्छ यसलाई। अब तपाईँको कार्यकाल लगभग 1 वर्षको छ। अब यो 1 वर्षको बिचमा खानीखोलालाई समृद्ध खानीखोला बनाउनको लागि, यहाँका नागरिकलाई सुखी खानीखोलावासी बनाउनको लागि तपाईँको योगदान, तपाईँको भूमिका के हो? सबैलाई थाहा छ खानीखोला गाउँपालिका अरू गाउँपालिकाभन्दा फरक छ, विकट छ, टाढा छ। दूरी जिल्ला सदरमुकामदेखि 80 किलोमिटर टाढा हो र त्यसो भएको हुनाले अरू ठाउँको स्थानीय तह र यहाँको भिन्नता के भने अरू चाहिँ अब समृद्धिको लागि आर्थिक उत्पादनको क्षेत्रमा, सामाजिक जीवनलाई अगाडि बढाउने क्षेत्रमा, अरू विकासका अरू थुप्रै कम्पोनेन्टहरूमा चाहिँ हात हालेर अगाडि बढ्ने चरणमा छन्। खानीखोला गाउँपालिका चाहिँ अहिले पनि विकास भनेकै रोड हो भन्ने चरणमा छ र यो रोडको कामहरू, कनेक्टिभिटीका कामहरू नजोड्दासम्म चाहिँ विकासका अन्य पूर्वाधारहरू चाहिँ अगाडि नबढ्दो रहेछ। रोड भनेको त पूर्वाधारको पनि त पूर्वाधार रहेछ। त्यस कारणले पहिला बाटो नै जोडौँ भनेर हामी लागिरहेका छौँ, नम्बर 1। नम्बर 2, शिक्षा स्वास्थ्यको क्षेत्रमा अगाडि बढ्ने भनेर लागिरहेका छौँ। अर्को चाहिँ यहाँको किसानको जीवनलाई रूपान्तरण गर्ने भनेको कफीबाट हो, खुवाबाट हो भनेर हामी अभियानका साथ लागिरहेका छौँ। खुवामा यहाँ सबै लागिरहेछ, सबै किसानले खुवा बेचेर आफ्नो चाहिँ आर्थिक क्षेत्रमा केही विकास गरेको, उन्नति गरेको अवस्था छ। त्यसै गरी कफीको क्षेत्रबाट चाहिँ यहाँको आर्थिक उपार्जन राम्रो भइरहेको छ। त्यसमार्फत त्यो कफीमा अनुदान दिनेदेखि लिएर त्यसलाई प्रमोट गर्नेदेखि लिएर मुख्य कुरा चाहिँ जनताको आर्थिक जीवनलाई रूपान्तरण गर्ने कुरामा हामी लागिरहेका छौँ। एउटा किसानले यहाँ 10 लाखसम्म कफी बेच्छ, नगर्नेले बेच्दैन। अब उसले त 1 रुपियाँ पनि बेच्दैन नि त। जसले मेहनत गर्छ यो ठाउँमा भविष्य छ, त्यसमा हामीले प्रोत्साहन गरिरहेका छौँ। 79 सालमा निर्वाचित भएर आइसके पछाडि जनतामुखी कार्यहरू 3टा हुन्छ। एउटा रोडको कनेक्टिभिटी, दोस्रो शिक्षा र स्वास्थ्यमा सुधार, तेस्रो आर्थिक जीवनमा रूपान्तरण। यी 3वटा कामभित्र 3वटा चाहिँ एजेन्डामा हामी अगाडि बढिरहेका छौँ। आर्थिक जीवनमा रूपान्तरणको निम्ति हामीले कफी र खुवाको निम्ति प्रोत्साहन गरिरहेका छौँ। अब रोडको कनेक्टिभिटी सबैतिर भइ नै रहेको छ। हाम्रो खोपास्ताल हुनुको बाटो पनि 30 करोडको ठेक्का लागेर भर्खरको काम सुरु हुन खोजिरहेको छ। अन्य वडा स्तरका बाटोहरू र अन्य कनेक्टिभिटीका बाटोहरू पनि हामीले गरि नै रहेका छौँ।